वैदेशिक रोजगार 360। सम्पूर्ण साथीहरुमा नमस्कार। तपाईहरुलाई हार्दिक स्वागत छ वैदेशिक रोजगार 360 युट्युब च्यानलमा। आजको यस विशेष जानकारीमूलक भिडियोमा हामी कुरा गर्दै छौं भर्खरै मात्रै नेपाल सरकार वैदेशिक रोजगार विभागले इजरायलको लागि खुलाएको आकर्षक रोजगारी अवसरको बारेमा। विशेष गरी दीर्घकालीन स्याहार केन्द्र अर्थात लङ टर्म केयर फेसिलिटीमा सहायक कामदारको माग सम्बन्धी महत्त्वपूर्ण सूचना सार्वजनिक गरिएको छ। यदि तपाई विदेशमा राम्रो तलब, सुरक्षित रोजगारी र दीर्घकालीन करियर खोज्दै हुनुहुन्छ भने आजको यो भिडियो तपाईको लागि अत्यन्त महत्त्वपूर्ण हुन सक्छ। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोला। नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले इजरायल सरकारसँग भएको श्रम सम्झौता अनुसार नेपाली नागरिकका लागि सहायक कामदार पदमा आवेदन खुलाएको छ। यस सूचना अनुसार इजरायलका वृद्ध तथा विशेष स्याहार आवश्यक पर्ने व्यक्तिहरूको हेरचाह गर्न नेपाली कामदार लैजाने प्रक्रिया सुरु गरिएको छ। यसको मतलब हो धेरै जना साथीहरू इजरायलमा केयर गिभरको लागि जान इच्छुक भई केयर गिभर सम्बन्धी तालिम लिएर बसिराख्नु भएका साथीहरू इजरायल कहिले खुल्छ भनेर प्रतीक्षा गरेर बसिराख्नु भएको साथीहरूको लागि यो अत्यन्तै खुसीको खबर छ कि इजरायलमा अब केयर गिभरको लागि नेपाली कामदारहरूलाई जाने बाटो खुलेको छ। अब कुरा गरौं इजरायलले नेपालबाट केयर गिभर सम्बन्धी कामदारहरूको माग कति गरेको भन्ने विषयमा। यसपटक कुल 2300 नेपाली कामदारको माग आएको छ, जसमध्ये 60% महिला र 40% पुरुषका लागि कोटा छुट्याइएको छ। यसले महिला कामदारलाई पनि राम्रो अवसर सिर्जना गरेको देखिन्छ। अब कुरा गरौं तलबको। सूचना अनुसार मासिक आधारभूत तलब 6443 इजरायली मुद्रा अर्थात एनआईएस तोकिएको छ। नेपाली रुपियाँमा यसलाई रूपान्तरण गर्ने हो भने यो निकै आकर्षक तलबको रूपमा देखिन्छ। र यस बाहेक पनि ओभरटाइम सुविधा, रात्रिकालीन कामको अतिरिक्त भत्ता, सार्वजनिक विधामा काम गरे बापत अतिरिक्त रकम तथा अन्य सेवा सुविधा पनि उपलब्ध हुने उल्लेख गरिएको छ। काम गर्ने समय र करार अवधि कति हुन्छ त भन्दा सूचना अनुसार दैनिक 8 घण्टा, हप्तामा 6 दिन काम गर्नुपर्ने छ। कामको प्रारम्भिक करार अवधि 1 वर्षको हुनेछ, तर आवश्यकता अनुसार 5 वर्षसम्म करार थप हुन सक्ने उल्लेख गरिएको छ। अब कुरा गरौं आवेदन दिनका लागि आवश्यक न्यूनतम योग्यता के छन् त भन्ने विषयमा। आवेदकले अनिवार्य रूपमा निम्न मापदण्डहरू पूरा गरेको हुनुपर्छ। पहिलो, उमेर। आवेदन दिने व्यक्तिको उमेर कम्तीमा 25 वर्ष पूरा भएको र बढीमा 45 वर्ष ननागेको हुनुपर्छ। दोस्रो, शैक्षिक योग्यता कम्तीमा एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ। तेस्रो छ तालिम वा अध्ययन। उम्मेदवारले कम्तीमा 15 महिनाको केयर गिभर अध्ययन गरेको हुनुपर्छ वा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट कम्तीमा 3 महिनाको केयर गिभर तालिम लिएको हुनुपर्छ। अब स्वास्थ्य सम्बन्धी मापदण्डको कुरा गरौं। आवेदक पूर्ण रूपमा शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य हुनुपर्छ। कुनै पनि दीर्घकालीन संक्रमक रोग जस्तै क्षयरोग, हेपाटाइटिस लगायतका चाहिँ संक्रमित रोग या दीर्घकालीन रोग हुनुभएको भएन वा अन्य जटिल स्वास्थ्य समस्या भएको व्यक्ति आवेदनका लागि योग्य मानिने छैन। साथै काम गर्न सक्षम भएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। भने अब अंग्रेजी भाषा परीक्षणको बारे कुरा गरौं। इजरायल जान चाहने उम्मेदवारले क्याम्ब्रिज अप स्केल इंग्लिश टेस्ट पास गरेको हुनुपर्नेछ। यस अन्तर्गत 4वटै सिपको परीक्षा हुनेछ, जसमा रिडिङमा A2, राइटिङमा A1, लिसनिङमा A2, स्पिकिङमा B1 स्तर पूरा गर्नुपर्ने अनिवार्य छ। यो परीक्षा CIIN इन्टरनेशनल क्वालिफिकेसन प्राइभेट लिमिटेड मार्फत सञ्चालन हुने जानकारी पनि गरिएको छ। अब आवेदन कसरी दिने भन्ने विषयमा सम्पूर्ण आवेदन प्रक्रिया अनलाइन प्रक्रिया प्रणाली मार्फत हुनेछ। आवेदकले वैदेशिक रोजगार विभागको आधिकारिक अनलाइन प्रणाली थिमर्स मार्फत आवेदन दिनुपर्नेछ। आवेदन गर्दा आवश्यक पर्ने कागजातहरू जस्तो राजधानी, शैक्षिक प्रमाणपत्र, तालिम प्रमाणपत्र, नागरिकता, प्रहरी रिपोर्ट, स्वास्थ्य सम्बन्धी कागजात र अन्य आवश्यक प्रमाणपत्रहरू अपलोड गर्नुपर्नेछ। र अर्को कुरा, आवेदन गर्न कुनै मेन पावर कम्पनी वा बिचौलियालाई पैसा दिन आवश्यक पर्ने छैन, किनभने यो सरकार टु सरकार अर्थात G2G प्रक्रिया भएको कारणले गर्दा G2G प्रक्रिया अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रम हो। त्यसैले गलत एजेन्ट, फर्जी एजेन्सी वा अवैध व्यक्तिको प्रलोभनमा नपर्न विभागले विशेष अनुरोध गरेको छ। अब कुरा
गरौँ छनौट प्रक्रिया कसरी हुन्छ त। यो सबै आवेदन परेपछि योग्य उम्मेदवारहरूको नाम कम्प्युटर प्रणाली मार्फत लटरी प्रक्रियाबाट छनौट गरिनेछ। छनौटमा परेका उम्मेदवारको कागजात प्रमाणीकरण, स्वास्थ्य परीक्षण, भाषा योग्यता परीक्षण र अन्य आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। र जाने कामदारहरूको आफ्नो व्यक्तिगत खर्च के कुरामा हुन्छ त भन्ने कुरामा तपाईहरुले यो विज्ञापनमा हेर्नुभयो भने यो विज्ञापनको 5 नम्बर सेवा सुविधा सम्बन्धी शर्तहरू भन्नेको 5 को ङ मा हेर्नुभयो भने तपाईहरुले सहायक कामदार छनौटमा कामदार स्वयंले बेहोर्नु पर्ने खर्च शीर्षकहरू भनेर लेखिएको छ। यहाँ 1 देखि 9 सम्म छ। जुन खर्च शीर्षकहरूमा हवाई भाडा, स्वास्थ्य बीमा, पूर्व प्रस्थान अभिमुखीकरण तालिम, पासपोर्ट, स्वास्थ्य परीक्षण, अंग्रेजी भाषा परीक्षण शुल्क, कोभिड-19 पीसीआर परीक्षण, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा, सामाजिक सुरक्षा कोषमा जम्मा गरेर 9 वटा बुदामा यो चाहिँ जाने उम्मेदवारको आफ्नो व्यक्तिगत खर्च हो। यति नै खर्च हो। यो भन्दा बाहेक अन्य खर्च चाहिँ तपाईहरुको लाग्ने छैन। अब इजरायल पुगेपछि पाइने सेवा सुविधाहरू के कस्ता छन् त भन्दा इजरायल पुगेपछि कामदारले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, तोकिएको तलब, कानुनी सुरक्षा, विधा सुविधा र श्रम कानून अनुसारका अन्य अधिकार प्राप्त गर्नेछन्। साथै कामदारलाई आवश्यक सुरक्षा तालिम तथा अभिमुखीकरण तालिम पनि प्रदान गरिनेछ। अब म तपाईहरुलाई कामको प्रकृतिको बारेमा थोरै बुझाउँछु। यो कस्तो काम हो, के गर्नुपर्छ त उहाँ गएर भन्ने कुरामा कोही अन्य हुनुहुन्छ भने यो सहायक कामदारको मुख्यतया उनीहरूले गर्नुपर्ने काम भनेको वृद्ध व्यक्तिहरूको दैनिक हेरचाह, औषधि सेवनमा सहयोग, हिँडाडुलाइमा सहयोग, सरसफाई, खानाको व्यवस्थापन तथा आवश्यक दैनिक सहयोग गर्ने काम आदि पर्दछन्। त्यसैले धैर्य, जिम्मेवारी र सेवामुखी व्यवहार अत्यन्तै आवश्यक हुन्छ। यसमा तपाईहरुले ध्यान दिनुपर्ने कुरा के हो भने पहिलो कुरा छ तपाईहरुले चाहिँ यो आवेदन गर्दाखेरि कुनै पनि नक्कली कागजात प्रयोग नगर्नु होला। दोस्रो भन्न चाहन्छु म अनलाइन आवेदन गर्दा सम्पूर्ण विवरण सही भर्नु होला। र तेस्रोमा म भन्न चाहन्छु अन्तिम समय कुर्नु भन्दा पहिले नै आवेदन गर्नु उपयुक्त हुन्छ। र अर्को कुरा भन्न चाहन्छु सरकारी आधिकारिक सूचनामा मात्र विश्वास गर्नु होला। त्यसैले साथीहरु मैले तपाईहरुलाई स्क्रिनमा यो विज्ञापन यहाँ मैले तपाईहरुलाई स्क्रिनमा देखाइरहेको छु। र अर्को कुरा म के भन्न चाहन्छु भने मैले सरसर्ती रूपमा यहाँ भएका केही कुराहरू संक्षेपमा तपाईहरुलाई मैले भनिदिसकेँ र अन्य कुराहरू तपाईहरुले यो बुदागत रूपमा सबै कुराहरू पढ्नु होला। र यो दरखास्त दिने प्रक्रिया जुन छ 2 नम्बरको दरखास्त दिने प्रक्रिया कसरी दिने हो त भन्ने विषयमा तपाईहरुलाई यदि थाहा छैन, जानकारी छैन अर्थात् यसको प्रक्रिया तपाईहरुले बुझ्नु भएको छैन भने तपाईहरुले यसै च्यानलमा गएर अगाडिको भिडियो हेर्न सक्नुहुन्छ। मैले अगाडि नै एउटा भिडियो यसै च्यानलमा हालेको छु र त्यो भिडियोमा तपाईहरुले कसरी आवेदन दिनुपर्छ, आवेदनको ढाँचा कस्तो हुन्छ भन्ने कुरा एक एक कुराहरू सानो सानो कुराहरू सरल रूपमा तपाईहरुलाई बुझ्ने तरिकाले यसको एक एकवटा प्रक्रिया बुझाएर मैले भिडियो बनाएको छु। त्यो भिडियो तपाईहरुले हेर्नुभयो भने तपाईहरुलाई आवेदन भर्न एकदमै सजिलो हुनेछ र तपाईहरुले एकदम मजाले बुझेर आवेदन आफैले आफ्नै तरिकाले भिडियोलाई पज गर्दै हेर्दै रोक्दै दरखास्त तपाईहरुले दिन सक्नुहुनेछ। र दरखास्त दिँदाखेरि एकदम ध्यान पुर्याएर दिनु होला। र दरखास्त दिँदाखेरि तपाईहरुले अपलोड गर्नुपर्ने डकुमेन्टहरू चाहिँ हरेक कुराहरू तपाईहरुले कम्तीमा पनि 2 चोटी 3 चोटी चेक गरेर अनि मात्रै अपलोड गर्नु होला। फेरि तपाईहरुले डकुमेन्ट हाल्ने कुरामा या कुनै नामहरू टाइप गर्ने कुरामा त्यहाँ कहीँ कतै मिस्टेक भयो भने फेरि त्यो चाहिँ तपाईहरुको आवेदन रद्द हुनेछ। यो कुरा एकदमै महत्त्वपूर्ण छ, यसलाई ध्यान दिनु होला। र अर्को कुरा के छ भने यो नेपाल सरकार र इजरायल सरकार बीच भएको G2G प्रक्रिया भएको कारणले गर्दा यसमा कुनै मेन पावर या कुनै एजेन्सीहरूको कुनै भूमिका नरहने भएको कारणले गर्दा तपाईहरु कसैको पनि प्रलोभनमा नपर्नु होला। कसैले तपाईहरुलाई हामी तपाईलाई इजरायल पठाइन्छौं भन्ने किसिमको प्रलोभन देखाएर तपाईहरुलाई कसैले रकम मागेको खण्डमा त्यो नितान्त गलत हुन्छ। त्यस्तो बाट चाहिँ होशियार र सावधानी रहनु होला। र यसमा मैले अघि तपाईहरुलाई पढेर जुन सुनायो 5औं नम्बर बुदाको ङ मा जुन तपाईहरुको आफ्नो व्यक्तिगत खर्च जुन छ त्यो शीर्षक भन्दा बाहेक तपाईहरुको 1 रुपैयाँ खर्च कहीँ कतै हुँदैन। कसैले तपाईहरुलाई यो भन्दा बेसी खर्च लाग्छ भन्यो भने त्यसको पछाडी तपाईहरु नकुद्नु होला। र आधिकारिक सूचनालाई तपाईहरुले फलो गर्नु होला, मेरो अनुरोध छ। र साथीहरुलाई अब मैले यहाँ सरसर्ती भिडियोमा हेर्दाखेरि तपाईहरुले चाहिँ यो विज्ञापन कहाँबाट उपलब्ध भएर चाहिँ हामीले पनि हेर्न सक्छौं होला भन्ने तपाईहरुलाई जिज्ञासा छ भने तपाईहरु वैदेशिक रोजगार विभागको वेबसाइटमा तपाईहरुले मजाले हेर्न सक्नुहुन्छ। dofe.gov.np मा गएर तपाईहरुले सूचनाहरू भन्नेमा यहाँ म यो स्क्रिनमा हेर्नु होला। सूचनाहरू भन्ने ठाउँमा तपाईहरुले क्लिक गर्नुभयो भने यहाँ अलि तलतिर गएपछि तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ तपाईहरुले हेर्नु होला त्यहाँ सूचनामा गइसके पछाडी यहाँनेर इजरायलका दीर्घकालीन सेवा केन्द्रहरूमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आवेदन आह्वान गरिएको सम्बन्धी सूचना भन्ने यहाँ तपाईहरुले देख्नुहुन्छ। यहाँ तपाईहरुले क्लिक गरेपछि यो विज्ञापन तपाईहरुले देख्नुहुन्छ।
अब यो तपाईहरुले कसरी हेर्न सक्नुहुन्छ त, कसरी डाउनलोड गर्न सक्नुहुन्छ त भन्दा यहाँनेर तपाईहरुले यो तीनवटा डट भएकोमा क्लिक गर्नुभयो भने यहाँ डाउनलोड पीडीएफ फाइल भनेर आउँछ। यो डाउनलोड पीडीएफ फाइलमा तपाईहरुले क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ। यो तपाईहरुले डाउनलोड गरेर मजाले हेर्न सक्नुहुन्छ, अध्ययन गर्न सक्नुहुन्छ। र अर्को कुरा यो तपाईहरुले एउटा कुरा के ध्यान दिनुस् भने यो आवेदन दिने तपाईहरुले आवेदन दिने मिति 2083 साल 2 महिना 17 गते राति 12 बजेदेखि चाहिँ तपाईहरुले दरखास्त दिन पाउनुहुनेछ र यो अन्तिम मिति भनेको 83 3 महिना 7 गते भनेको असार 7 गते राति 12 बजेसम्म तपाईहरुले दरखास्त दिइसक्नु पर्नेछ। त्यो कारणले ढिला नगर्नु होला। प्रक्रिया सबै कुरा बुझ्नु होला। केही कुरा बुझ्नु भएको छैन, कुनै कुरामा तपाईहरु कन्फ्युजन हुनुहुन्छ भने तपाईहरुले वैदेशिक रोजगार विभागको आधिकारिक पेजलाई तपाईहरुले फलो गर्नु होला। यो नै आधिकारिक सूचना हो। साथै तपाईहरु कुनै विषयमा कन्फ्युजन हुनुहुन्छ, कुनै विषयमा तपाईहरुलाई कुनै किसिमको जिज्ञासा लागेको छ र जान्न चाहनुहुन्छ भने यसै भिडियोको अन्तिममा गएर तपाईहरुले कमेन्ट गर्नु होला र यो च्यानलसँग जोडिराख्नु होला। हाम्रो च्यानलबाट सधैँ आधिकारिक सूचनाका भिडियोहरु मात्रै सार्वजनिक हुन्छन्। त्यो कारणले गर्दा हाम्रो च्यानलसँग जोडिराख्नु होला ताकि आगामी दिनमा तपाईहरुले यस्तै इन्फर्मेटिभ भिडियोहरु हाम्रो च्यानल मार्फत पाइराख्नुहुन्छ। त्यसै कारणले गर्दा च्यानलसँग जोडिनको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला र साथीभाइहरुलाई पनि यो भिडियो लगायत च्यानल शेयर गर्नु होला। र अन्त्यमा भिडियो हेरिसके पछाडि भिडियोमा केही कुराहरु बुझ्नु भएन, कुनै कुरा कन्फ्युजन भयो भने तपाईहरुले कमेन्ट बक्समा गएर आफ्नो प्रतिक्रिया जनाउनु होला। हामी तपाईहरुको कमेन्ट हेरेर रिप्लाई गर्ने नै छौं र त्यही अनुसारले हामी तपाईहरुको कमेन्टको प्रतिक्रिया दिनेछौं भन्दै आजको यस इन्फर्मेटिभ भिडियोबाट हामी बिदा माग्न चाहन्छौं। धन्यवाद। हस्त नमस्कार।